सो साथीहरु लो आयो मेरो सेकेन्ड मिनी भ्लग हैन हेरिदिनु होला माया गरिदिनु होला हैन राधा वल्लभ श्री हरिवान सबैलाई हैन हामी चाहिँ आज हैन जाँदै छु मार्केटतिर हैन लोकल बजारतिर यताको हैन हेर्नु यो चाहिँ हामी जाने बाटो हो हैन तपाईहरुलाई कस्तो लाग्छ हैन म देखाउँछु तपाईहरुलाई हैन यतातिर के छ कस्तो छ हैन अब सबजना आफ्नो आफ्नो घरमा बसेर खाली मोबाइल कता के छ कस्तो छ हेर्नु मजा लाग्छ नि त अरूको भिडियोहरु त्यही लागि तपाईहरुलाई मजा आओस् भनेर बनाएको हैन हेर्नु यो चाहिँ सबै कम्पनीहरु हो धनी धनी मान्छेहरुको हैन दामी दामी कम्पनी हामी जस्तो गरिबलाई त के गर्नु साथीहरु यस्तै हो हेर्ने आँखाको तिर्सना मेटाउने बस यति नै हो हेर्नु भगवानको कृपाले तपाईहरुलाई पनि सबको यस्तो कम्पनी होस् हैन मेरो भिडियो लाइक गर्नेहरुलाई मेरो भिडियो हेरिदिनेहरुको सबको यस्तो कम्पनी होस् भगवान त्यही भन्न चाहन्छु म अनि फाइनली हामी चाहिँ आइपुगे हैन त्यहाँको लोकल मार्केट भन्नु कि बजार भन्नु कि जे भने पनि हुन्छ हैन यो चाहिँ आइपुगे हामी बजार यो चाहिँ हाम्रो एन्ट्री गेट हो हैन यहाँ चाहिँ खेलौनाहरु छ बच्चाहरुको यहाँ चाहिँ बच्चाहरुलाई लिएर नआउनु है साथीहरु नआउनु भन्दा को चाहिँ आउन सक्छ यति टाढो हैन अनि त्यसपछि हामी चाहिँ यहाँ स्कुटी राख्छौं हैन अनि हिँडेर जान्छौं किनकि स्कुटीमा घुम्नु भन्दा हैन हिँडेर घुमेको राम्रो हैन त्यही माथि यति भिडमा कहाँ बीचमा स्कुटी लिएर हिँड्ने हैन सो अब हामी चाहिँ जान्छौं बजारमा हैन यहाँ मिठाई बेचिरहेको थियो यहाँ चुरा बेचिरहेको थियो चुरीहरु कपडाहरु हैन यहाँ चाहिँ चुरा बेचिरहेको छ सावनमा हरियो हरियो चुरा लाउनु मस्त हुन्छ नि त साथीहरु केटीहरुको लागि हैन म चाहिँ यति धेरै बोल्दैछु हैन तपाईहरुलाई वाक्कै लाग्दै होला हैन वाक्कै चाहिँ नमान्नु है बोलेको राम्रो हो भनेर सुनेको थिएँ नि त ए साडीहरु पनि हेर्नु न 350 भन्दै थियो 350 को लागि चाहिन्छ यस्तो साडीहरु मलाई भन्नु है म कोरियर गरेर पठाइदिन्छु ए यहाँ टिक्की खानेकुराहरु बाँसमा ल्याइरहेको छ लुगाहरु पनि हैन यहाँ चाहिँ हैन लोकल ट्याटु हान्नेवाला भैया बसिरहेको थियो हैन कसले पो हान्ने यस्तो लोकल ट्याटु हान्नु हुँदैन अरे के इन्फेक्सन हुन्छ क्यान्सर हुन्छ अनि यो हेर्नु चाउमिन खानु यस्तो चाउमिन खानु कति भिड लाग्यो हेर्नु न अनि यहाँ चाहिँ अचारको दोकान चुराको दोकान बजार त ठुलै लागेको थियो हैन सबै हेर्नु होला साथीहरु तपाईहरु इन्जोय गर्नु होला यो भिडियो हेरेर हैन तर मलाई चाहिँ सबले हेरिरहेको थिएँ कि मैले भिडियो बनाइरहेको थिएँ नि त हैन यो भैयाले हेरेको नबुई खाला जस्तै लाजै लाग्यो मलाई यो सन्त भगवानले चाहिँ यहाँ साँप लिएर आउनु भएछ सबले साँप देखाएर पैसा मागिरहनु भएको थियो बेचारा साँप कसरी पक्र्यो होला आज नाग पञ्चमी भन्नु हुँदै थियो त्यही लागि यो बच्चा चाहिँ आफ्नो मम्मीलाई सताइरहेको थियो खिलाउन किनिदिनु होला यसलाई देखेर देवांशले पनि मम्मी मलाई पनि खिलाएर किनिदिनु न भन्दै थियो यो चाहिँ केटीहरुको लागि हैन 10-20 रुपैयाँमा पाउने सामानहरु यहाँ चाहिँ फेरि छ है बच्चाहरुको खेलौनाहरु यो बजार चाहिँ एकदमै इन्ट्रेस्टिङ थियो हैन ठुलो न ठुलो थियो हैन सबै पाउने कम दाममै पाउने हैन तर मैले चाहिँ धेरै भिडियो बनाउन सकिन किनकि सबले मलाई हेरिरहेको थियो अनि मेरो बुढा चाहिँ मसँग रिसाइरहेको थियो भिडियो नबना भनेर जति सके त्यति बनाए हैन हेर्नु इन्जोय गर्नु मस्ती गर्नु बस अनि फेरि हामी निस्के अब बेसी के घुमिराख्नु यस्तो बजारमा भनेर हैन अनि साथीहरु तपाईहरुलाई कस्तो लाग्यो यो भिडियो हैन कमेन्ट गर्नु होला हैन अझै यस्तो भिडियो हेर्नुहुन्छ भने नि भन्नु होला अझै कहाँ घुमेर बनाउनु भनेर अनि मैले चाहिँ हरियो चुरा किने हैन किनकि सावन चल्दैछ सावनमा हरियो चुरा लाउनु राम्रो हुन्छ अनि ल साथीहरु बाइ ल यति नै आजको लागि बाइ बाइ